Hey everyone, welcome to my mini vlog. I hope हजुरहरू पनि सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु। आज चाहिँ मम्मी र म केही कामको लागि दमकसम्म जाँदैछु र मम्मी चाहिँ अगाडिको सिटमा बस्नुभएको छ, म चाहिँ पछाडि बसेको छेउमा। हावा आउँछ भनेर हावा चाहिँ होइन, धुलो चाहिँ डह्रो आयो साथीहरू। पूर्वको बाटो भन्नुहुन्छ भने चाहिँ धमाधम बन्दैछ अहिले। र साथीहरू इटारीबाट दमक पहिला 2 घन्टामा पुऱ्याउँथ्यो भने अहिले 3 घन्टै झन्डै लगाइदिँदो रहेछ बाटोले गर्दाखेरि। देख्न सक्नुहुन्छ दमकको भागबाट नि। अझै पनि पूर्वको बाटो हिँड्दाखेरि जलाइरहेको गाडीहरू देख्न सक्नुहुन्छ साथीहरू। दमक आइपुग्दा कस्तो भयो त गाडीले? मातेन मैले थुक्पा खानु हुने र अब हामी चाहिँ खाइसकेर बेल्टी मारि जान्छौँ है त साथीहरू। अब म चाहिँ भोलितिर फर्किन्छु। दमक आउने नआउने अबदेखि? आउने गाडीले कतिको उखाएर? अगाडि त उखाएन होला होइन? त्यही साथीहरू।